차동 콜로 규베 야보동 진도 가바 상베 상제동 강라 강들 데라 데든바 준바 진리 세라 샤사로 현대 군시 수진의 보시 라바 참베 네라 구제베 오메 야센 샤와 남제 네덴도와 신라 샤사로 조자 린제 개베 이세 강 츠자 든제 공바 대상제 도자 이세 줄라 포세베 보가르도제 샤 차선로 अनि सर्वप्रथम सम्पूर्णलाई टसिदेले फ्याफुल्ला नमस्कार भन्न चाहन्छु र अनि आज हामी अस्तिदेखि अनि गेलोमा पाल्मुगु नामथर अनि गइरहेको छौं वाचन गरिरहेको छौं र अनि आज चाहिँ अनि गेलोमा पाल्मुगु नामथर चाहिँ समापन हुनेछ र अनि धेरै कुरा नगरिकिन अनि हामी अब सुरुवात गर्ने छौं अनि अस्ति चाहिँ हामी कहाँ आइपुगेको थियौं भन्दाखेरि गेलोमा पाल्मो वहाँ अनि एउटा गुम्बामा प्रमुख उपाध्याय भनौं गुरु गर्नु भएर बस्नु भएको थियो र त्यसपश्चात चाहिँ उहाँलाई अनि कुष्ठ रोगले चाहिँ अति नै च्यापेको कारणले अनि हातको औँला खुट्टाको औँला सम्पूर्ण अनि झरिसकेको थियो र उहाँ चाहिँ अनि पूर्व गुरुको अनि आदेश भनौं आदेश गर्नु भएको ठाउँ अनि पूर्व दिशाको लिखरा सिङपेल भन्ने स्थानको अनि चेरेसी खसरपानी लाखाङमा गएर चाहिँ ध्यान गर्नु भन्नु भएको थियो हैन अनि त्यस ठाउँमा जानको लागि चाहिँ उहाँले सुरुवात गरिसक्नु भएको थियो र अनि उहाँको सेविका सम्फेमाले अनि बोकेर अनि 1 महिनासम्मको यात्रा पश्चात अनि त्यहाँनिर व्यापारी 5 जनासँग भेट भएको थियो र अनि त्यो व्यापारीहरुसँग अनि आफ्नो गाउँ आफ्नो नगर खाचे ठितेन भन्ने स्थानको अनि अवस्थाहरु सम्पूर्ण उहाँले जानकारी पाउनु भएको थियो हैन अब त्यहाँबाट चाहिँ अनि आज हामी अघि बढ्ने छौं अनि त्यस ठाउँबाट अनि गेलोमा पाल्मो र सेविका साम्फेलमा त्यहाँबाट 3 किलोमिटर यात्रा गरेर अनि घाँसको एउटा झुपडी जस्तो बनाएर चाहिँ उहाँले 2 महिनासम्म अनि चेरेसीको अनि ध्यान साधना गरिराख्नु भयो अरे र पनि अझै अनि गेलोमा पाल्मोको कुष्ठ रोग चाहिँ अति नै बढेको कारणले गर्दाखेरि गेलोमा पाल्मोले अनि आफ्नो सेविकालाई अनि अब के भन्नु भयो भन्दाखेरि यहाँनिर छमखाङ भन्नु साधना गर्ने कुटी हैन साधना गर्ने ठाउँ छमखाङ अनि निर्माण गरिदेऊ म ध्यान गर्ने यसो भन्नु भएछ र अनि सम्फेलमाले पनि अनि 7-8 दिन जस्तो अनि समय लगाएर उहाँले अनि त्यस ध्यान साधना गर्ने छमखाङ चाहिँ अनि तयारी गर्नु भएछ र त्यस पश्चात चाहिँ अनि गेलोमा पाल्मोले अनि सम्फेलमालाई के भन्नु भयो भन्दाखेरि अब मेरो रोग दिनदिनै बढ्दै छ अनि तिमी यहाँ बस्नु उचित छैन तिमी अब गाउँ फर्केर जानुपर्छ भनेर यसो भन्नुभएछ र यस कुरा सुनेर सम्फेलमा चाहिँ अति नै दुखी भएर अनि धुरु रुन थालेछन् अनि मतलब अब सम्फेलमा त्यहाँबाट उठेर जाने कुरै आएन अब रुएर बस्न थाल्यो सम्फेलमा हैन अनि रुएर बस्दाखेरि अनि गेलोमा पाल्मोले के भन्नु भएछ भन्दाखेरि अब म एक मनुष्य नभएर म एउटा कुष्ठ रोगको एउटा लासै भइसके हैन म अब मनुष्य नभइकिन अब कुष्ठ रोगको लासै भइसके अब मलाई जति उपचारहरू भनौं जति सेवा गरे पनि तिमीले जति सेवा गरे पनि केही फाइदा लाभ हुने छैन हैन अब मेरो यस कुष्ठ रोगको शरीरलाई चाहिँ माया मोह गरेर नबस तिमी आफ्नो नगर फर्क भनेर यसो भन्नुभएछ र पनि अनि सम्फेलमा चाहिँ जानु नमानिकिन तिनीहरु बसिराख्नु भएछ र अनि धेरैचोटि सम्झाए पश्चात चाहिँ अनि सम्फेलमाले के सोधेछ भन्दाखेरि त्यसो भए म कति वर्षपछि चाहिँ अनि फर्केर आउनु त
भनेर प्रश्न गरेछ। अनि त्यति बेला घेलुङमा पाल्मोले अब 13 वर्ष पश्चात चाहिँ हैन उहाँ गाउँमा गएर 13 वर्ष पश्चात चाहिँ तिमी फर्केर आउँदा हुन्छ भन्नुभएछ। अनि त्यसो भन्दाखेरि अनि सम्पेलमा चाहिँ सेविका सम्पेलमा चाहिँ फेरि जानै मानिन अरे, झन् रुएर बस्यो अरे हैन। भनेपछि अनि फेरि घेलुङमा पाल्मोले के भन्नुभयो भने त्यसो भए तिमी अनि 9 वर्षपछि हैन 9 वर्ष 9 महिना 9 दिन पछि अनि आऊ भनेर भन्नुभएछ। त्यसो भन्दाखेरि पनि अनि सम्पेलमा रुँदै ढोक्दै अनि के भन्नुभएछ सम्पेलमाले अनि घेलुङमा पाल्मोलाई चाहिँ के भन्नुभएछ भन्दाखेरि घेलुङमा पाल्मो अब उहाँबाट उपदेश पनि त लिनुभएको थियो होला, त्यसो उहाँ गुरु पनि मान्नुहुन्थ्यो र त्यसैले अनि के भन्नुभयो भन्दा घेलुङ पाल्मोलाई तपाईँ किन यति साह्रो अनि सानो मन भनौँ मलाई किन अनि माया कमी गर्नुभएको हैन, मलाई किन करुणा सानो गर्नुभएको, तपाईँ बाहेक मेरो विश्वास गर्ने कोही पनि छैन हैन, अनि तपाईँ बाहेक मैले धर्म उपदेश लिने गुरु अरू कोही पनि छैन हैन। अब मृत्यु आएर अलग हुनु पर्यो भने केही उपाय छैन, बाँचुन्जेल चाहिँ तपाईँबाट म टाढा हुन सक्दिनँ यसो भनिएछ हैन। अनि फेरि अनि घेलुङमाले अनि त्यसो भएपछि अनि सम्झाउँदै अनि के भन्नुभएछ भन्दाखेरि त्यसो भए अब 7 वर्ष 7 महिना 7 दिन पश्चात चाहिँ तिमी आऊ, अहिलेको लागि चाहिँ तिमी फर्केरै जानुपर्छ भनेर गुरु भन्नु घेलुङमा पाल्मोले यसो भन्नुभएछ। र अनि अब घेलुङमा पाल्मोको अनि आदेश पालना गर्दै ऊ अब आफ्नो गाउँ फर्किने आफ्नो नगर फर्किने तयार गरेछ। र अनि अब सम्पेलमा चाहिँ आफ्नो नगर फर्किएपछि अनि घेलुङमा पाल्मो चाहिँ अघि छामखाङ छ नि ध्यान गर्ने कुटी, अनि त्यसमा चाहिँ अनि उहाँ एकदमै धोर्जे किल्टुङ भनौँ वज्र आसनमा पलेटी कसेर बसेर ढाड चाहिँ सिधा बनाएर हैन, त्यहाँबाट अनि आफ्नो शरीर चाहिँ अनि चेरिसीकै काए शरीर, आफ्नो वचन चाहिँ आफ्नो चेरिसीकै मन्त्र, आफ्नो मन चाहिँ चेरिसीकै मन हैन, आफ्नो शरीर वचन मन र अनि चेरिसीको शरीर वचन मनलाई चाहिँ एकमा अब मिश्रित भनौँ, जस्तै अब चियामा चिनी घोलिएको चाहिँ आफ्नो शरीर वचन मन र चेरिसीको अनि शरीर वचन मनलाई चाहिँ एक गरेर एकाग्र गरेर हैन एक ध्यानमा यसरी अनि उहाँ ध्यानमा बस्नु भयो अरे। अनि सम्पेलमा अब आफ्नो नगर खाचे ठिरेज भन्नेमा फर्किँदाखेरि अनि खाचे ठिरेजमा पुग्दाखेरि चाहिँ अनि त्यहाँनिर अनि उहाँको दाईको राजा अनि धर्मपालको अनि 2टा छोरा भइसकेको रहेछ अरे। ठुलो छोरा चाहिँ अनि झाउँछु नम्खा भनौँ आकाश बोधी र अनि सानो छोराको चाहिँ अनि झाउँछु लेख्वा भनौँ सुबोधी, 2टा छोरा 2टा राजकुमार जन्म भइसकेको रहेछ। र अनि त्यस खाचे ठिरेजमा दरबारमा जाँदाखेरि पूर्वको अनि आमा बुवाहरू अनि कोही पनि रहनु भएको रहेनछ। अनि राजा धर्मपाल पनि धर्मको लागि अनि पश्चिम दिशातिर गइसक्नु भएको रहेछ। र घेलुङमा पाल्मो चाहिँ अनि अब 7 वर्ष चाहिँ कहिले कट्छ भनेर अनि यसरी चिन्तामा त्यो अब समय चाहिँ कहिले सकिन्छ भने यसरी चिन्तामा बसिराख्नु भएछ। र उता उहाँ घेलुङमा पाल्मो चाहिँ उहाँ चेरिसीको ध्यान गर्दै हुनुहुन्थ्यो नि त अघि हैन, त्यो गरेर 3 वर्ष 3 महिना 3 दिनसम्म चाहिँ उहाँले निरन्तर चेरिसीको ध्यान साधना गर्नुभएछ। र त्यसो अनि त्यो 3 वर्ष 3 महिना 3 दिनको अब ध्यान गरेर अनि उठेपछि चाहिँ उहाँले अब पूर्व अब उहाँको गुरु झोपाल मोटुपले चाहिँ अनि पूर्व दिशाको लिखा र सिङफेलमा गएर चेरिसीको ध्यान गर्नु भन्नुभएको थियो नि त। अब त्यस ठाउँमा चाहिँ जानु पर्यो भनेर उहाँ चाहिँ अब आफ्नो समाधिबाट उठ्नु भएछ, आफ्नो ध्यानबाट चाहिँ अब उठ्नु भएछ। अब घेलुङमा पाल्मोले अब पूर्व दिशाको लिखा र सिङफल भन्ने स्थानमा जाने अब निर्णय त लिनुभयो, तर उहाँको सेविका सम्पेलमा पनि छैन। अनि आफू स्वयं पनि कुष्ठ रोगले अनि आफ्नो हात खुट्टाको दुवै औँलाहरू झरिसकेको छ। र अनि त्यति मात्र नभएर पहिलाभन्दा अझ अनि उहाँको रोग चाहिँ बढ्दै गएको कारणले उहाँ के भन्नु अब हिँड्नु पनि उहाँलाई धेरै कठिनाई यसो भइरहेको थियो अरे। र पनि त्यहाँबाट उहाँले जसो गरेर 3 महिना 3 दिनसम्म अनि यात्रा गर्नुभयो अरे। र अनि अघि बढेर अनि एउटा फेरि उहाँले
झारको झुपडी जस्तो बनाएर चाहिँ त्यहाँनिर फेरि चाहिँ ऋषिको ध्यान गर्ने अनि ओम मानी पेमे ओमको मन्त्र सधैँ जप गरेर यसरी बस्नुभयो अरे। त्यहाँनिर उहाँ 1 वर्ष 1 दिनसम्म यसरी बस्नुभएको थियो अरे। यसरी बस्नुभयो अनि त्यहाँबाट फेरि उहाँ अब लिखर सिङफेलमा अब यात्रा उहाँले सुरु गर्नुभयो। त्यहाँबाट फेरि उहाँ अघि बढ्ने प्रयास गर्नुभयो र पनि उहाँलाई कुष्ठरोगले अत्यन्तै चापेको कारणले गर्दाखेरि उहाँको एकदम सुन्दर मनमोहक कपालहरू पहिला थियो नि त राजकुमारी भएको बेलामा तिनीहरू सबै अब जिङ्रिङै भइसकेको रहेछ अरे। अनि शरीरको अनि रङ हुन्छ नि रूप रङ पनि पूर्ण रूपले बदलिसकेको अनि आँखा पनि एकदमै दुर्बल भएर रङहरू पनि हैन रङ सेतो रातो नीलो रङ हुन्छ नि रङ पनि छुट्याउन नसक्ने आँखा पनि सबै भित्र गाडिएको अनि पहिला सेतो दाँतहरू पनि अहिले सबै पहेँलो भइसकेको अनि हात र खुट्टाको औँलाहरू सबै झरेर अनि डुडे भइसकेको अनि उहाँको शरीरमा चाहिँ काँटीले घोचेको जस्तै अत्यन्तै पीडा असीम पीडाहरू यस्तो भइराख्ने र उहाँको शरीरबाट जुन निस्केको अनि रक्त र अनि पिपले गर्दाखेरि उहाँले धारण गर्नुभएको कपडाको रङ पनि सबै बदलिसकेको हैन। अनि उहाँको शरीर अब शरीर भनौँ उहाँको छाला मासुहरू सबै कुहिएको अब त्यो घाउले गर्दाखेरि अत्यन्तै अनि हरेक दिशामा अनि उहाँको दुर्गन्ध चाहिँ अनि फैलिएको थियो अरे। त्यस कारणले त्यस दायाँ बायाँतिर मान्छे कोही पनि जान मान्दैन थियो अरे। त्यस्तो अवस्थामा चाहिँ पुग्नु भएको थियो र पनि त्यस्तो शारीरिक दुःख भए तापनि हैन कुष्ठरोगको त्यस्तो पीडा भए तापनि अनि गेलौँ पाल्मो उहाँ चाहिँ अनि अलिकति पनि दुःख नमानिकन झनै एकदमै उत्साह र मनोबलको साथ अनि सर्व प्राणीको लागि सदैव चाहिँ ऋषिको ध्यान गर्दै ओम मानी पेमे यसरी जप गरेर बस्नुभएको थियो अरे हैन। बस्नुभयो त्यहाँबाट फेरि उहाँ अगाडि बढ्ने प्रयास गर्नुभयो हैन। त्यसरी अगाडि बढ्ने उहाँको अब त्यस हालतले गर्दाखेरि अब उहाँ हिँड्न पनि नसक्ने हैन आफू उठेर हिँड्न पनि नसक्ने यस्तो अवस्था भएको थियो अरे। त्यस कारणले उहाँ पल्टिँदै आफ्नो शरीरबाट नै के गर्यो बामेसहरू भनौँ के भन्नु अब पल्टिँदै गरेर उहाँ अघि बढ्नुभयो अरे। त्यसै गरी अनि उहाँले 21 दिनसम्मको यात्रा यसरी तयार गर्नुभयो। अब खुट्टा टेकेर पनि हिँड्न सक्ने हैन अनि र पनि पल्टिँदै बामे सर्दै भए पनि उहाँ 11 दिनसम्म यात्रा गरेर अनि एउटा बोटको मुनि हैन वृक्षको मुनि चाहिँ उहाँले अनि आरामले बसिराख्नु भएको थियो अरे। अनि त्यस रात चाहिँ अनि पूर्व पश्चिम दिशाको अब उड्डयन भन्ने द्वीपबाट आएको भन्ने एउटा झिजुन्टोमा भनौँ आर्य तारा देवीको एउटा अवतारको अनि ढाकिनी रातो वर्णको 21 ढाकिनीहरू चाहिँ अनि आकाशबाट विभिन्न किसिमको प्रकाशहरू प्रवाहित भनौँ हैन छरिएको चाहिँ उहाँले अगाडि यसरी देख्नु भएछ। र अनि घेलौँमा पाल्मोले चाहिँ के भन्नुभयो भन्दाखेरि अनि तपाईँ त्यस अघि त्यहाँनिर ढाकिनीहरू आउनुभएको थियो नि त अनि के भन्नु ढाकिनीहरूलाई के भन्नुभएछ भन्दाखेरि तपाईँहरू साँच्चीकै ढाकिनी हो भने मलाई लिखरा सिङफेलमा जानु अत्यन्तै जरुरी छ। मलाई लिखरा सिङफेलको चेरिसीको लाखङ खासर प्राणीमा अनि पुर्याइदिनको लागि अनि सिद्धि दिनुहोस् त्यहाँ पुर्याइदिनुहोस् भनेर सहयोग गरिदिनुहोस् भनेर बिन्ती चढाएछ। र अनि त्यस ढाकिनीहरूले पनि रिद्धि शक्ति हुन्छ नि झुठुल भन्छ नि रिद्धि शक्तिको माध्यमबाट चाहिँ उहाँलाई एकै क्षणमा अनि लिखरा सिङफेलको अनि स्थानको अब फपचेरिसीको अनि खासर पानी लाखाङभित्र चाहिँ उहाँलाई पुर्याइदिनु भएछ। र अनि उहाँलाई अनि नयाँ कपडाहरू अनि भोजनहरू अनि प्रदान गरेर चाहिँ अनि त्यो खान्डोमाहरू आकाशमा अनि विलिन हुनु भयो अरे। र अनि घेलौँमा पाल्मो चाहिँ त्यस लिखरा सिङफेल खासर पानीको अब लाखाङमा पुग्दा चाहिँ अत्यन्तै खुसी हुनुभयो अरे। किनकि उहाँको गुरुले नै लिखरा सिङफेलको हैन
फाक्पा चेन ऋषिको खसर पानी लाखामा गएर फाक्पा चेन ऋषिको ध्यान गर्नु भन्नुभएको थियो नि त। अब त्यस ठाउँमा आइपुग्दाखेरि हैन वर्षौंको यात्रामा तयार गरेर आइपुग्दाखेरि उहाँ अत्यन्तै खुसी हुनु भएको थियो अरे। त्यसरी भयो, खुसी हुनुभएको थियो र पनि त्यो खसर पानीको लाखाङको अब हेरचाह गर्ने हुन्छ नि, पुजारी भनौँ, हेरचाह गर्ने कुनेर भन्छौँ हामीले, हेरचाह गर्ने त्यसले चाहिँ अनि बिहानै लाखाङमा आउँदाखेरि त अब एक स्त्री हैन, एक स्त्री त्यसमध्येमा नि कुष्ठरोगले च्यापिरहेको त्यो दृश्य चाहिँ अब त्यो कुनेरले भनौँ त्यो लाखाङको पुजारी भनौँ सेवकले देखेछ। देख्दाखेरि अनि घेलौवा पाल्मोलाई चाहिँ त्यहाँ बस्नु नदिकिन अनि बाहिर निकालेर, ढोकाबाट बाहिर निकालेर अनि पठाइदिएछ हैन। त्यसकारणले अनि घेलौवा पाल्मो चाहिँ त्यस लाखाङको पछाडिपट्टि अनि झुप्री जस्तो बनाएर अनि त्यहाँनिर बसेर अनि एक दिन चाहिँ नेने, एक दिन चाहिँ युने अनि यसरी पालो पालो गरेर 3 वर्ष 3 महिना 3 दिनसम्म त्यहाँनिर साधना गर्नुभएछ हैन। कुन स्थानमा? लिखरा सिङफेल भन्ने स्थानको। अनि फाक्पा चेन ऋषिको खसर पानी लाखाङको पछाडिपट्टि चाहिँ उहाँले अनि घाँसको झुपडी मुनि चाहिँ उहाँले एक दिन अष्टशीलको उपवास, एक दिन हामी बोल्ने आजको जस्तै अष्टशीलको उपवास अनि भोलि जस्तै मौन उपवास, केही नखाने केही नपिउने नबोल्ने त्यसरी मौन उपवास गरेर युने, यसरी पालो पालो एक दिन अष्टशील मात्र पालना गर्ने, एउटा चाहिँ एक दिन चाहिँ मौनै बस्ने। यसरी उहाँले 15-16 दिन मात्र नभएर 3 वर्ष 3 महिना 3 दिनसम्म यसरी निरन्तर रूपले उहाँले युने बस्नुभयो हैन। त्यही कारणले युनेको प्रथम सुरुवात चाहिँ यति बेला भएको मानिन्छ हैन। युने अब फाक्पा अस्ति के भन्यो, घेलौवा पाल्मोबाट चाहिँ युने सुरुवात भयो भने नि त। घेलौवा पाल्मो चाहिँ कति बेला युने बस्नुभयो भन्दाखेरि यति बेला अब हैन। फाक्पा चेन ऋषिको खसर पानी लाखाङको पछाडि चाहिँ उहाँले एउटा झुपडीभित्र चाहिँ अनि एक दिन चाहिँ अष्टशीलको उपवास बस्ने अनि एक दिन चाहिँ पुरै केही नखाने नबोल्ने गरेर अनि न्युनेको यसरी मौन उपवास यसरी बस्नुभएको थियो। त्यही पनि सुरुवातमा उहाँले 3 वर्ष 3 महिना 3 दिनसम्म उहाँले निरन्तर रूपले यसरी ध्यानमा बस्नुभएको थियो है। त्यहाँबाट चाहिँ अब युनेको परम्परा फर्स्टचोटि चाहिँ अब सुरुवात भएको त्यहाँ हो। र अनि 3 वर्ष 3 महिना 3 दिन अनि पुरा भइसकेपछि चाहिँ जुन उहाँ ध्यान युने बसिराख्नु भएको झुपडी थियो त्यसमा चाहिँ अब इन्द्रेणीको अनेकौं प्रकाशले भरिएको देख्नु भएछ। र झिजुन झाम्पियाङ हुँ भन्ने, झिजुन झाम्पियाङ म मञ्जुश्री झिजुन झाम्पियाङ हुँ भन्ने एक बालक सिंहमाथि बसिरहेको एक बालक चाहिँ प्रकट भयो अरे। प्रकट भएर अनि त्यस बालकले घेलौवा पाल्मोलाई चाहिँ हैन, त्यस बालकलाई घेलौवा पाल्मोले सोध्नु भएछ, बालक तिमी साँच्चै नै घेलौवा गरेको झिजुन झाम्पियाङ हो त भनेर प्रश्न सोधेछ। हो भनेछ। हो भने मलाई अहिले नै तुरन्तै बुद्धत्व प्राप्त गर्ने सिद्धि प्राप्त मलाई चाहिएको छ, त्यो मलाई सिद्धि दिनुहोस् भनेर प्रार्थना गरेछ त्यस बालकलाई। अनि त्यस बालकले चाहिँ के भनेछ भन्दाखेरि त्रिकालकै सर्वबुद्धको करुणाको स्वरूप आर्य अवलोकितेश्वर 11 अनुहार भएको आर्य अवलोकितेश्वर तपाईले यसकै साधना गर्नु अनि यसै जीवनमा बुद्धत्व लाभ हुनेछ भनेर यसरी भन्नुभएछ हैन। अब अर्को जुनी लिनु पर्दैन, तपाई एकै जुनीमा फाक्पा चेन ऋषिको साधना गरेर बस्नुहोस्, अब तपाई एकै जुनीमा बुद्धत्व हुन निश्चित भइसकेको छ भनेर भनिछ। र अनि त्यस बालकले चाहिँ अनि घेलौवा पाल्मोको जिब्रोमा अनि अमृतको एउटा सानो दाना चाहिँ अनि दिएर अनि उहाँ लुप्त हुनुभयो अरे, विलीन हुनुभयो अरे। र घेलौवा पाल्मोले पनि त्यो अमृतमय त्यो दाना चाहिँ सेवन गर्नुभएको यस्तो उहाँलाई अनुभव भयो अरे। र त्यस अब अमृत भनौँ, अमृतको दाना भनौँ, त्यस दाना चाहिँ सेवन गरेपछि चाहिँ बल्ल घेलौवा पाल्मोको चाहिँ अनि के भयो, रोग चाहिँ कुष्ठ रोग चाहिँ पहिलाभन्दा अलिकति सुधार आउनु थाल्यो अरे अब हैन। उहाँले 3 वर्ष 3 महिना युने पनि गरिसक्नु भयो। अनि त्यति बेला झिजुन झाम्पियाङको अवतार माने एउटा बालक दर्शन भइसकेपछि चाहिँ बल्ल उहाँको कुष्ठरोग चाहिँ अलिकति पहिलाभन्दा सुधार आउनु थाल्यो अरे। उहाँले त्यसै गरी 61 दिनसम्म अनि त्यसरी त्यही ध्यान गरिराख्नु भयो अरे। अनि त्यति बेला 16 वर्ष जस्तोको अनि किशोरी एउटा
हातमा चाहिँ अनि दाहिने हातमा चाहिँ सिसाको माला र देब्रे हातमा चाहिँ अनि कमलको फूल धारण गरेकी हैन। अनि उहाँले चाहिँ घेलोमा पाल्मोलाई के भन्नुभयो भन्दाखेरि तिमीलाई यसै जीवनमा लौकिक र अलौकिक सिद्धिहरू चाहन्छौ भने यहाँबाट 7 महिना 3 दिनसम्मदेखि दूरी हुने ठाउँ लिखरसिरी चुग्ला भन्ने लिखरसिरी भन्ने एउटा लाखङ भनौँ गुम्बा छ, त्यहाँनिर जानु। त्यहाँनिर चाहिँ 11 अनुहार भएको फापा चिङरेसी साक्षात विराजमान बसिराख्नु भएको छ, त्यहाँ गएर चाहिँ फापा चिङरेसीको दर्शन गर भनेर चाहिँ त्यसरी त्यस अब के भन्नु अब भविष्यवाणी भनौँ त्यस्तो चाहिँ अब उहाँलाई दर्शन भएछ हैन। त्यसकारणले उहाँ घेलोमा पाल्नु पनि अब त्यस ठाउँमा गएर चाहिँ अब म 11 अनुहार भएको फापा चिङरेसी उहाँले अहिलेसम्म साधना गर्नुभएको त्यही फापा चिङरेसी हैन, त्यो चाहिँ अब म दर्शन गर्छु भनेर उहाँले अनेकौं कठिनाइहरू भए तापनि अनि त्यहाँबाट उहाँले त्यस ठाउँमा चाहिँ जान उहाँले निश्चय गर्नुभएछ। र उहाँले हिँड्न नसके तापनि अनि घर्सिँदै हैन, अब हिँड्नु नसक्ने वा अझै क्षमता नभए कारणले अनि पहिलाभन्दा अलिकति सुझावता आएको छ र पनि अझै उहाँलाई हिँड्न सक्ने क्षमता चाहिँ भएको थिएन अरे। त्यस कारणले उहाँ घर्सिँदै हैन, अनि त्यसरी उहाँ कति दूरी 7 महिना 3 दिनको दूरीमा छ भन्नुभएको थियो हैन। अनि 7 महिना 3 दिनसम्मको दूरीहरू यति टाढो हो नि त, त्यसको लागि उहाँ घिर्सिँदै अघि बढिराख्नु भएको थियो। त्यसो बढ्दाखेरि चाहिँ अघि जाँदाखेरि चाहिँ उहाँको शरीरमा चाहिँ अत्यन्तै पीडाहरू मात्र नभएर अब त उहाँको सासै जाने यस्तो अवस्था आएको रहेछ अरे भनौँ। अब भित्री ढुकढुकी मात्र रहेको थियो अरे। अनि त्यस कुष्ठरोगले हुन्छ नि अब शरीरमा सबै कुहिएर हुन्छ नि, अब करङसम्मै देख्ने अवस्था आइसकेको छ, त्यो घाउ चाहिँ कुहिएर भन्नु के भन्नु अब। त्यस कारणले भित्र पाल समय देखिने हैन, भित्र करङ समय देखिने यस्तो अवस्था चाहिँ भएको थियो अरे उहाँलाई हैन, भएको थियो अरे। अनि त्यसरी उहाँ अघि बढ्दै जाँदाखेरि 1 वर्ष दूरी त त्यहाँबाट 7 महिना 3 दिनको हो र पनि त्यहाँ उहाँ 7 महिनामा पुग्न सक्नु भएन। उहाँ आदि बाटोमा गएरै त्यहाँ बस्नुभयो र 1 वर्षसम्म आदि बाटोमै बस्नुभयो अरे। अनि त्यहाँबाट चाहिँ अनि छानादुर्जे भनौँ वज्रपानीको अवतार मानिने अनि एक बालक चाहिँ म तिम्रै दाई धर्मपाल हुँ भन्ने आएर चाहिँ अनि दाहिने हातमा चाहिँ अनि छेबुम भनौँ आयु कलश र देब्रे हातमा चाहिँ अनि कपला हुन्छ नि कपला मा अनि केही अनि खाने चिजहरू लिएर चाहिँ अनि घेलोमालाई यसो भन्नुभयो अरे, बहिनी लक्ष्मीकार म तिम्रो दाई हुँ हैन। मैले दाहिने हातको आयु बुम्बाभित्र भनौँ कलशभित्र चाहिँ 18 किसिमको कुष्ठरोग निको हुने ठुई छ, मतलब पानी जल छ हैन, अमृत जल छ। र मेरो देब्रे हातमा भएको कपालामा चाहिँ यहाँ वस्तु चाहिँ अनि यो तिमीले सेवन गर्नाले खानाले अनि तिमीलाई अनि सुखमय एउटा समाधिहरू प्राप्त हुनेछ भनेर यसरी भनेछ। र अनि घेलोमा पाल्मोले त्यो सुन्ने बित्तिकै ओ मेरो दाई आफ्नै दाईको उहाँलाई अनि आवाज जस्तै सुन्नु भएछ र उहाँलाई दुःख पीडा भए तापनि अनि दाई आउनु भएछ भनेर यसरी अनि उठ्नु भयो अरे त्यहाँ बस्ने ठाउँबाट। उठ्दाखेरि अनि अगाडि हेर्दाखेरि त अनि त्यहाँनिर कोही पनि रहेन रहेछ अरे र पनि त्यति बेला अनि उहाँलाई चाहिँ अनि उहाँको अघि त्यो धर्मपाल हुँ उहाँको दाई हुँ भन्ने एउटा बालक आएको थियो नि, बालकको अनि दाहिने हातमा भएको आयु कलशको अमृतको जल चाहिँ उहाँले सेवन गरेको र देब्रे हातमा भएको कलशको अनि जुन खाने वस्तुहरू थियो त्यो चाहिँ उहाँले खाएको उहाँलाई अनुभव चाहिँ भयो अरे। त्यस कारणले गर्दा पनि उहाँको कुष्ठरोग अझ निको भएको यस्तो अनुभव भयो अरे, अझ मतलब रोग अझ सुधार भयो, अब निको हुनु थाल्यो अरे। अनि त्यहाँबाट फेरि घेलोमा पाल्मो चाहिँ एकाग्र भएर एक ध्यानमा बसेर अनि ओम मानी पेमो जप गर्दै उहाँले अनि 7 दिनसम्म निरन्तर रूपले त्यसरी त्यहाँनिर ध्यान गर्नुभयो अरे। अनि त्यति बेला फेरि 7 दिन पश्चात चाहिँ फेरि उहाँलाई अनि आफ्नो अगाडि
आफ्नो अगाडि चाहिँ अनि 5 वटा अनि स्त्री चाहिँ अब सेतो वर्णको, रातो वर्णको, नीलो वर्णको, पहेँलो वर्णको, हरियो वर्णको 5 स्त्री चाहिँ अनि उहाँलाई हेर्दै एकदम मुस्कुराइरहेको थियो अरे। र अनि घेलौं पाल्मोसँग कुरा चाहिँ केही बोलेको थिएन र पनि मुस्कुराइरहेको थियो अरे त्यो 5 वटा स्त्रीले। अनि घेलौं पाल्मोले अनि त्यो 5 स्त्रीलाई अनि तपाईहरु कहाँबाट आउनु भएको को हो भनेर सोधेछ। र अनि त्यस 5 स्त्रीले पनि हामीहरु खाण्डोमा हौं भन्नुभएछ र अनेकौं नृत्यहरू गर्दै अनि खाण्डोमाको उहाँले परिचयहरू आफ्नो परिचयहरू दिनुभएछ। त्यसो भए अनि घेलौं पाल्मोले चाहिँ तपाईहरु खाण्डोमा हुनुहुन्छ भने चाहिँ म चाहिँ लिखरा श्री चुक्लाखाङमा बिहारमा जानु छ। अनि त्यसमा चाहिँ अनि गएर अनि 11औं अनुहार भएको फापचें ऋषिको अनि साधना गर्नु छ। अनि त्यस ठाउँमा चाहिँ मलाई अनि पुर्याउनका लागि मद्दत गरिदिनुहोस् भनेर प्रार्थना गरेछ त्यो 5 स्त्रीलाई, खाण्डोमा हुँ भन्ने 5 स्त्रीलाई। र अनि त्यस खाण्डोमा 5 स्त्रीले चाहिँ सहयोग गरेर 81 अनि त्यस लिखरा श्री अनि बिहारमा चाहिँ अनि पुर्याइदिएछ। र त्यस ठाउँमा पुग्दाखेरि त्यस अब वहाँनिर अब भनौं त्यस लिखरा श्री बिहारमा गुम्बामा चाहिँ वहाँनिर पुगिसक्नु भयो र अनि वहाँनिर अब फापचें ऋषिको बेलुका चाहिँ नि ध्यान गरिराख्नु भएको थियो। र अनि बिहान चाहिँ फेरि त्यस अनि लाखाङको एउटा सेवक पुजारी भनौं उहाँ चाहिँ अनि पूजा गर्नका लागि आउँदाखेरि अनि घेलौं पाल्मोको अब अपाङ्ग हुनुभएको छ नि त, उहाँको हात अम्लाहरू नपुगेको यस्तो दृश्यहरू देख्दाखेरि अति नै उहाँ क्रोधित भएर सेतो आँखाले अनि हेर्दै हैन सेतो आँखाले हेर्दै अनि अति नै क्रोधित भएर उहाँको अनि जुन लाखाङको अब उहाँको चाबीको डोरी हुन्छ नि, चाबीको डोरीले मज्जाले पिट्यो अरे त्यो अब कस्तो के भन्नु पिट्दै अनि के भनिन्छ भन्दाखेरि अब कुष्ठ रोगी अनि भिखारी तिमी यहाँ किन मेरो लाखाङ भित्र आको हैन, किन आको, तिमीले अब यहाँनिर लाखाङलाई दूषित बनायो भने अब यसको कारणले गर्दाखेरि गाउँ घरमा पनि बाली नारीलाई विनाश हुन सक्छ हैन, अनेकौं बाधा विघ्न आउन सक्छ, तिमीले मेरो लाखमा धेरै दूषित गरेछौ भन्दै अनि त्यो चाबीको डोरीले त्यो घेलौंमालाई पिट्यो अरे। पिटेर अनि त्यति मात्र पिटेर नभइकिन उहाँले खुट्टामा तान्दै अनि त्यस लाखाङको पछाडिपट्टि लगेर लगिदिएछ। अनि घेलौं पाल्मोले चाहिँ के सोध्नु भयो भन्दाखेरि अब अज्ञानी भयो कारणले गर्दाखेरि अहिले मलाई यसो गर्दैछ भनेर झनै उहाँलाई करुणा जाग्यो अरे त्यस पुजारी उहाँलाई कुट्ने प्रति हैन। अब मान्छे हुन्छ नि, अब मान्छेको अब परिचय अब मान्छेहरू हामीहरू हैन लुगाबाट बाहिर रूपबाट लिन्छौं नि त। अब त्यस पुजारीले पनि अब त्यस्तो अब हैन रोगी कुष्ठ रोगी अब लुगा पनि राम्रै छैन भिखारी यसो देख्दाखेरि त अनि उहाँलाई रिस उठेर अनि त्यस लाखाङबाट नै बाहिर निकालिदिएछ। र अनि घेलौं पाल्मोले चाहिँ के सोध्नु भएछ भन्दाखेरि अब उहाँको इष्टदेव फापचें ऋषि हैन, अब फापचें ऋषिको साधना गर्नु के, अब फापचें ऋषि अगाडि बसे पनि पछाडि बसे पनि हैन, लाखाङको अगाडि बसे पनि पछाडि बसे पनि केही फरक पर्नेवाला छैन, अब म यहीँनेर बसेर अब चाहिँ म ध्यान गर्छु भनेर उहाँले अनि त्यहाँबाट फेरि उहाँले एक दिन चाहिँ अनि अष्टशीलको उपवास अनि एक दिन चाहिँ उहाँले मौन उपवास भने युनि गरेर उहाँले निरन्तर रूपले ध्यान गर्नु भयो अरे। अनि त्यस ध्यान गर्दै अनि 3 महिना 3 दिनसम्म उहाँले निरन्तर ध्यान गरिराख्नु भएको थियो हैन। गरिराख्दाखेरि अनि अघि उहाँको सेविकालाई चाहिँ 7 वर्षपछि चाहिँ तिमी फर्केर आउँदा हुन्छ भनेको थियो नि त। अनि यति बेला ठिकै 7 वर्ष जस्तो चाहिँ पुगिसकेको थियो अरे। र अनि उसको दाइ धर्मपाल पनि धर्मको लागि उता पश्चिमतिर गएको छ भने नि त उड्यानतिर, उहाँ पनि अब खाचे छिरेनमा आइपुग्यो। अनि सेविका सम्फेलसँग भेटेर अनि राजकुमारी लक्ष्मीकरको अवस्थाहरू चाहिँ कस्तो छ भन्दाखेरि सम्पूर्ण कुष्ठरोगले लागेर यस्तो कहानीहरू चाहिँ उहाँको दाइ धर्मपाललाई बताइदिँदाखेरि उहाँको दाइ धर्मपाल चाहिँ अत्यन्तै दुखी शोकमा भएर अब चाहिँ
तुरन्तै अब म बहिनीलाई भेट्न जान्छु भनेर उहाँ अब त्यहाँबाट चाहिँ फेरि अब बहिनीलाई भेट्नको लागि अनि अन्य सेवकहरू हैन साथमा लिएर चाहिँ अनि निस्किनु भएछ। र पनि अब अघि सेविका सम्फेलमाले कुट्टी बनाएको थियो नि त, कुट्टी बनाएर छामखाङ बनाइराखेको थियो नि। अब त्यहाँसम्म त बाटो देखेको छ नि, अब सरसर आइपुग्यो। त्यहाँ आइपुग्दाखेरि त अनि घेलुवा पाल्मो त देखेन। अनि र पनि त्यहाँ नभेटे पनि अनि गाउँघरतिर सोध्दै सोध्दै अन्तिममा घेलुवा पाल्मो भएको ठाउँमा आइपुगेर भेट भएर अनेकौँ कुराकानीहरू भएको कुराहरू यहाँनिर छ। अहिले त्यो सबै गर्नु नपरोस् है, समय पनि छैन, त्यो कुरा नगरौँ। उहाँको धर्मको कुराहरू अब दाइ र बहिनी बिचको अब धर्मको कुराकानी, अनि त्यसै गरी उहाँको सेविका सम्फेलमा र उहाँ अब घेलुवा पाल्मोको अब धर्मको कुराकानीहरू थुप्रो छ। अनि त्यसपछि चाहिँ अनि उहाँको दाइ धर्मपाल पनि अनि भिक्षुक हुनुभयो अरे, र अनि उहाँको सेविका सम्फेलमा पनि अनि आनी बन्नुभएको कुराहरू यहाँनिर छ। त्यो एक एक गरेर नजाम है, समयले पुग्दैन। त्यो त्यस्तै अब भेट भयो अनि उहाँहरू अब धर्ममा लाग्नुभयो भनेर बुझ्नुहोस्। अनि घेलुवा पाल्मो चाहिँ त्यस लिखरा श्री बिहारमा चाहिँ उहाँ त्यो घाँसको झुपडीमा अनि युने हैन एक दिन उपवास, अष्टशीलको उपवास एक दिन युने बसिराख्नु भएको छ नि त। त्यसै गरी उहाँ निरन्तर 1 वर्षसम्म चाहिँ अनि आर्य अवलोकितेश्वर फापाचेरीको साधना गरेर बस्नु भएछ। अनि 1 वर्ष पश्चातको एक रात्रि समय चाहिँ अनि उहाँको त्यस झुपडीभित्र चाहिँ इन्द्रेणीको अनेकौँ प्रकाशले भरिएको उहाँले देख्नुभयो अरे। र अनि त्यति बेला उहाँलाई चाहिँ अब कुष्ठरोग चाहिँ अब निको हुने अब उहाँले लक्षणहरू पनि यसो देख्नुभयो अरे। अनि त्यति बेला त्यस अनि बिहानै चाहिँ अनि साङ्गे मेला भनौँ होइन, साङ्गे मेलाको अवतारको रूपमा नि 16 वर्षको एउटा किशोर अनि दाहिने हातमा आयु कलाश बोकिरहेको घेलुवा पाल्मोले दर्शन भएछ हैन। एक शुभ बिहानै चाहिँ एउटा साङ्गे मेलाको अवतार हुँ भन्ने एक किशोर हैन, एक युवक दाहिने हातमा चाहिँ आयु कलाश बोकेर बसेको उहाँलाई दर्शन भएछ। र त्यस अनि युवकले चाहिँ के भनेछ भन्दाखेरि घेलुवा पाल्मोलाई, छोरी तिमी अनि त्रिकालको सबै बुद्धको करुणाको स्वरूप 11 अनुहार भएको फापाचेरी ऋषिको ध्यान गर्नु अनि 3 वर्ष 3 महिना 3 दिन पश्चात चाहिँ तिमी बुद्ध हुनेछौ भनेर यसरी भविष्यवाणी गरेछ त्यस युवक किशोरले हैन गरेछ। र अनि घेलुवा पाल्मोको लाई पनि अनि अमृत आयुको एउटा सानो दाना जस्तो चाहिँ उहाँलाई पनि अनि दिएछ। र अनि घेलुवा पाल्मोले त्यस अनि खाएको उहाँलाई अनुभव भएछ। उहाँले मतलब खानुभयो भनेर सोध्नु पर्यो होइन, खानुभएछ। र अनि उहाँलाई चाहिँ साक्षात्तै साङ्गे मेला भन्ने हुनुहुन्छ। साङ्गे मेला भन्ने चाहिँ हामीले चाहिँ साङ्गे मेला भनेको चाहिँ हामीलाई दुख बिमारहरू भयो भने चाहिँ हामी साङ्गे मेलाको प्रार्थनाहरू गर्ने हुन्छ। अब झिझु ढोमाको पनि प्रार्थनाहरू गरिन्छ, हर समस्या आउँदाखेरि झिझु ढोमाको प्रार्थना गर्दा हुन्छ। र पनि अब व्यक्तिगत रूपले हेर्दाखेरि मैत्री करुणाको साधना गर्दाखेरि फापाचेरीलाई त्यसै गरिन्छ। ज्ञानको लागि मञ्जुश्रीको ध्यान गरिन्छ। आफूलाई दुख बिमारहरू निको हुनुको लागि साङ्गे मेलाको ध्यान गर्ने हुन्छ हैन, साङ्गे मेला। अनि साङ्गे मेला चाहिँ हरियो वर्ण भनौँ निलो वर्णको हुनुहुन्छ। अनि उहाँलाई त्यस बालक देख्दाखेरि साक्षात्तै साङ्गे मेलाको दर्शन भएको र उहाँलाई अत्यन्तै श्रद्धा भाव जागेर आएछ। र उहाँले अनि थुजे कुल्ला न्युबे चुम्दे सेन्जम थ्योबे हिँड्यो ढुङ्गासे ढुक्सुम नेसे साङ्गे मेङ्गिला भेटुरे बेला छ्यासल त्यो भनेर चाहिँ अनि साङ्गे मेलालाई उहाँले वन्दना भनौँ ढोक गर्नुभएछ। र ढोक गर्ने अनि तुरन्तै उहाँ घेलुवा पाल्मोको चाहिँ अनि शरीरमा भएको कुष्ठरोगहरू चाहिँ अनि कुष्ठरोगको चाहिँ नाम निशानै रहेन अरे हैन। त्यो अब उहाँलाई साक्षात् साङ्गे मेलाको दर्शनको एउटा अनुभव र साङ्गे मेलाले जुन दिनुभएको अमृतको दाना थियो त्यो खाइसक्नुभयो। खाएपछि उहाँ जुन श्रद्धा भावले वन्दना गर्नुभयो नि, ढोक गर्नुभयो नि, त्यस पश्चात चाहिँ उहाँलाई तुरन्तै
अनि एकै क्षणमा शरीरको सम्पूर्ण रोगहरू चाहिँ निको भएर पहिलाको अनि हातको अम्लाहरू खुट्टाको अम्लाहरू झरेको पनि अनि सबै सोक्लो भएर चाहिँ आयो अरे हैन पुरै अनि दुरस्तै भएर अनि अब चाहिँ सबै ठिक भयो अरे हैन अब कुष्ठ रोगबाट उहाँ पूर्णतः रूपले मुक्त हुनुभयो अब चाहिँ अनि त्यति बेला अघि त दुर्गन्धले फैलिएको थियो नि त अब त घेलोमा पाल्मोको शरीरबाट अत्यन्तै सुगन्धित फूलको बास्ना आएको जस्तै मक 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 बास्ना आउन थाल्यो उहाँको शरीरबाट हैन अब त दायाँ बायाँतिर अघि दुर्गन्धले भरेको थियो नि अब त घेलोमा पाल्मोको शरीरबाट निस्किएको सुगन्धले गर्दाखेरि दायाँ बायाँतिर सबै सुगन्धित भयो अरे उहाँको अनुहार त अत्यन्तै चन्द्रमा चाहिँ अत्यन्तै सुन्दर भयो अरे उहाँको अनि कपालहरू त्यसै गरी उहाँको दाँत चाहिँ अनि मतीको दाँत चाहिँ मती चाहिँ अत्यन्तै सेतो रङको अनि दाँतहरू सुन्दर दाँतहरू भएछ अरे भनौँ उहाँलाई सम्पूर्ण ज्ञानहरूले सुन्दरता भनौँ हैन सम्पूर्ण यसरी चाहिँ उहाँलाई रोग बिमारबाट उहाँले छुटकारा पाउनु भएछ हैन त्यसपछि चाहिँ अनि झनै अनि फापचेरेसीलाई चाहिँ अनि श्रद्धा भाव जागेर मन भित्रैबाट उहाँ त अब निको पनि त हुनु भएन अहिले यतिसम्म कठोर तप गरेर निको पनि भयो झनै अनि फापचेरेसीलाई चाहिँ श्रद्धा भाव जागेर उहाँले ढोक्दै वचनबाट पनि छाक्तो खोलो युवे घ्याबो त चेन्दो काब साँबे साङ्गे त घाला घाउँदो देला देर्दो चुम्बा चेरेसीलाई छ्यासालो भन्दै वचनबाट पनि यसरी ढोक गर्नुभयो अरे अनि मनबाट पनि उहाँलाई अत्यन्तै श्रद्धा भावले अनि फापचेरेसीको शरणमा जानुभयो अरे अनि त्यसो गर्दै उहाँले अनि एक दिन चाहिँ अनि उपवास अष्टशीलको उपवास र एक दिन चाहिँ अनि मन उपवास युने गर्दै उहाँले अनि 3 वर्ष 3 महिना 3 दिनसम्म चाहिँ उहाँले पुरा गर्नुभयो अघि उहाँलाई भविष्यवाणी गर्नुभएको थियो नि साङ्गे मेन्लाको अवतार हुँ भन्ने एक युवकले अब फापचेरेसीको साधना गर्नु अनि गरेपछि 3 वर्ष 3 महिना 3 दिन पछि चाहिँ तिमी बुद्ध हुनेछौ भनेर भविष्यवाणी गर्नुभएको थियो नि त अनि त्यसै गरी उहाँले एकदमै फापचेरेसीले पहिला भन्दा पनि अझ श्रद्धा भाव जागेर वचनबाट पनि अघिको अब ढोक गर्ने वचनहरू अनि वाचन गर्दै अनि उहाँले पूर्णतः रूपले पुरा तन मन सम्पूर्ण चिज चाहिँ फापचेरेसीलाई समर्पण गरेर अनि 3 वर्ष 3 महिना 3 दिनसम्म निरन्तर फेरि उहाँले युने बस्नुभयो अरे हैन अघि पनि बस्नुभएको फेरि उहाँले यसरी बस्नुभयो अरे अनि यसरी बस्दाखेरि अनि त्यस समयमा आफ्नो गुरु र अनि इष्टदेव फापचेरेसीलाई अनेकौं स्तुति प्रार्थनाहरू गर्नुभएको छ हैन प्रार्थना गर्नुभएको छ त्यो प्रार्थनाहरू धेरै राम्रो छ र पनि अब अनि उहाँले दैनिक रूपमा यसरी गर्दाखेरि अनि अब सक्यो यसरी उहाँले अनि प्रार्थनाहरू पनि गर्दाखेरि उहाँले दैनिक रूपमा युने बस्दा के गर्नुहुन्थ्यो भन्दाखेरि दैनिक रूपमा अनि फापचेरेसीको ध्यान गर्ने ओम मानि पेमे जप धेरै गर्नुहुन्थ्यो अरे उहाँ दैनिक रूपमा एक दिनमा उहाँले लाख जप गर्नुहुन्थ्यो अरे ओम मानि पेमे हुन्छ नि त्यो लाख पुर्याउनुहुन्थ्यो अरे क्या दैनिक रूपमा एक दिनमा उहाँले लाख जप गर्ने ओम मानि पेमे गर्छ नि हामी 108 मात्र नभएर उहाँले लाख गर्नुहुन्थ्यो एकै दिनमा दैनिक रूपमा लाखौं लाख उहाँले यसरी जप गर्नुहुन्थ्यो अरे क्या त्यो 3 वर्ष 3 महिना 3 दिनको अवधिभित्र चाहिँ उहाँले फापचेरेसीको यसरी ओम मानि पेमे जप चाहिँ लाख यसरी दिनौं यसरी उहाँले गर्नुहुन्थ्यो अब नसुती गर्नुहुन्थ्यो होला नि अनि त्यसो गर्नाले चाहिँ अनि अब यहाँ छोटुल धावा भनेको चाहिँ पहिला शाक्यमुनि बुद्धले चाहिँ बुद्धसँग छ नि त्यति बेला बुद्ध समकालीन अनि अन्य धर्म गुरुहरू चाहिँ रिद्धि शक्ति प्रदर्शन गर्नको लागि आएको थियो क्या प्रतिस्पर्धा गर्नको लागि आएको थियो हैन पहिला एक समय बुद्ध शाक्यमुनि बुद्ध हुन्छ त्यति बेला चाहिँ अन्य धर्म मान्ने गुरुहरू हुनुहुन्छ नि गुरुहरू चाहिँ बुद्धसम्म चाहिँ नि रिद्धि शक्तिहरू हैन आफ्नो शक्ति देखाउनको लागि प्रतिस्पर्धाको लागि आउनु भएको थियो अनि त्यसै बेला चाहिँ अनि शाक्यमुनि बुद्धले चाहिँ रिद्धि शक्तिको प्रदर्शन गरेर त्यस गुरुहरूलाई चाहिँ हराउनु भएको थियो क्या त्यस भएको महिनाले चाहिँ अनि छोटुल धावा भनिन्छ हैन छोटुल धावा भनेको चाहिँ
टिप्टेनको चाहिँ प्रथम धावा हो। हाम्रो नेपाली एउटा वैशाख हुन्छ नि, त्यसै टिप्टेनको चाहिँ अब छुटुल धावा भनौँ, छु धावा भन्छ। अनि त्यति बेला हैन, यहाँ चाहिँ अब छुटुल धावा भनेको छ। अस्ति सिटु रिम्बुछेले अनि गेलुमा पाल्मोको नामथर अनुसार चाहिँ अनि साका धावा भनेर अहिले हाम्रो साका धावा चौथो टिबेटन पात्रो अनुसार चौथो महिना चाहिँ साका धावा हो। अहिले साका धावा चलिरहेको छ। साका धावा आज कति 6औं तिथि हो। आज साका धावाको 6औं तिथि, 6 तिथि हो। नेपालीको 6 गते हुन्छ, त्यसै गरी साका धावाको आज साका धावाको 6औं तिथि हो। त्यसै गरी त्यस्तो साका धावाको बेला समय अलिकति फरक छ हैन। यो यहाँ नामथरमा भएको र सिटु रिम्बुछेले भन्नुभएको नामथरमा फरक छ। यहाँ छुटुल धावाको प्रथम तिथि भनेको छ, त्यहाँदेखि साका धावाको प्रथम तिथिको दिन चाहिँ अनि जुन डोमाको दर्शन भएको भनिन्छ। अनि 8औं तिथिको दिन चाहिँ फापा चेरिसी धोयो साक्वा भनौँ, उहाँको प्रत्यक्ष दर्शन भएको भनिन्छ। अनि पूर्णिमाको दिन चाहिँ 11 अनुहार भएको फापा चेरिसी साक्षात दर्शन भएको कुरा गरिन्छ। अनि यो चाहिँ उहाँको अब अन्तिम साधना गरेको अन्तिम फल चाहिँ के थियो भन्दाखेरि उहाँले के चाहनुहुन्थ्यो, 11 अनुहार भएको फापा चेरिसीलाई चाहिँ साक्षात दर्शन गर्ने उहाँको इच्छा हो नि त हैन। त्यसकै साधना गर्दा गर्दा अनि सागा धावाको पूर्णिमा भनौँ, सागा धावाको छेपा चोङा, त्यस दिन चाहिँ उहाँले अनि फापा चेरिसीको साक्षात दर्शन गर्नुभएको थियो भनिन्छ नि त। अनि त्यस कारणले हामी पनि सागा धावाको समयमा हिउँने बस्दै अन्तिम अनि पूर्णिमाको दिन चाहिँ हामी अन्त्य गर्छौँ नि त हैन। छा घेपा चाहिँ हाम्रो कहिले हुन्छ, पूर्णिमाको दिन हुन्छ नि त, सागा धावा छेपा चोङा। अब त्यस दिन चाहिँ गेलौमा पाल्मोलाई साक्षात फापा चेरिसीको दर्शन भएको थियो नि त। त्यसै गरी हामीलाई पनि होस् भन्ने आधारले हैन, प्रार्थनाको स्वरूपले अनि हामी पनि सागा धावाको छेपा चोङासँग चाहिँ हामी अनि हिउँने बस्दछौँ। सागा धावाको त्योभन्दा अगाडिको औँसीको दिनदेखि सुरु गरेर सागा धावाको छेपा चोङासँग चाहिँ हामी अनि 8 हिउँने हामी यसरी बस्ने अब पहिल्यैदेखि परम्पराहरू रहेको छ। त्यो चाहिँ किन भन्दाखेरि गेलौमा पाल्मोले पनि यसरी हिउँने बस्दा अन्तिममा सागा धावाको छेपा चोङा चाहिँ साक्षात दर्शन गर्नुभएको थियो नि त। त्यस कारणले हामीलाई पनि दर्शन होस् भनेर हामी पनि अनि ओम मानि मन्त्रहरू जप गर्दै फापा चेरिसीको अनि साधनाहरू यसरी गरिएको हो। र उहाँलाई यसरी साक्षात दर्शन भएपछि अनि गेलौमा पाल्मोले उहाँलाई अब सोध्ने प्रश्न एउटै हो हैन, अहिलेसम्म यति तप गरे तपाईँको हैन, तपाईँले दर्शनै दिनु भएन, मेरो कुष्ठरोगको लागि त केही गर्नु भएन हैन। कुष्ठरोग आएर झनै उहाँले साधना गरेको केही कामै लागेन नि उहाँलाई त। अब साङ्गे मेला आएर पो ठिक भयो त उहाँलाई, चेरिसीले त केही गर्नु भएन त। उहाँ कुष्ठरोग निको भइसकेपछि भर्खर दर्शन हुँदैछ अब फापा चेरिसीको है। अनि फापा चेरिसी केही सहायतै गर्नु भएन त भन्ने खालको दुःख पोख्न थाल्नु भयो क्या। अब आफ्नो इष्टदेवलाई अब मलाई त खोइ तपाईँले हेर्नै भएन त, यति साह्रो साधना तप गरे हेर्नु भएन, यसरी दुःख पुग्दाखेरि मैले तिमीलाई अब कस्तो अब साथी नगरेको भनौँ, सहयोग नगरेको होइन, म त सदैव तिमीले प्रार्थना गर्ने साथ तिम्रै साथ समीपमा रहिरहेको थिएँ र पनि तिमीले दर्शन गर्ने तिमीमा क्षमतै थिएन, मलाई साक्षात दर्शन गर्ने तिमीमा क्षमतै थिएन। तिमीले त्यो कुष्ठरोग लाग्दा पनि झनै मलाई श्रद्धा भावले निष्ठापूर्वले मेरो मन्त्र जप गर्दै तिमीले ध्यान साधना निरन्तर रूपले गरिराख्यौ। त्यस कारणले तिमीलाई पाप घटेको कारणले चाहिँ अनि अन्त्य भएको कारणले चाहिँ अहिले भर्खर मलाई तिमीले साक्षात दर्शन गर्न सकेको हो भनेर चाहिँ यसरी उत्तर दिनुभएछ फापा चेरिसीले। अनि त्यस पश्चात चाहिँ अनि फापा चेरिसीको साक्षात दर्शन भएर अनि शरीर वचन मनबाट नै वन्दनाहरू गरेर वन्दना चढाउँदै हैन, अनि त्रिकालको सर्वबुद्धको करुणाको स्वरूप हजारौँ हात हजारौँ आँखा 11 अनुहार भएको फापा चेरिसीलाई चाहिँ अनि अगाडि उहाँ दर्शन गरेर अनि आफू र सम्पूर्ण प्राणीहरूलाई चाहिँ आफूसँगै एकसाथ छु भनेर अनि शरीरले ढोक गर्ने वचनबाट पनि उहाँले अनि फापा चेरिसीको स्तुति वाचन गर्ने र अन्तर्मनले पनि एकदमै भित्रदेखि श्रद्धा भक्ति साथ उहाँले शरण गमनहरू भनौँ उहाँलाई प्रार्थना गर्नुभयो अरे। अनि हामी युनिमा ढोक्ने बेलमा पढ्छौँ नि,
ओम जिग्देङ गोम्बोला छासलो भन्ने पर्छ नि पर्दैन यो चाहिँ कति बेला फापा चेरिसलाई यो स्तुति गरेको उहाँलाई उहाँको चाहिँ नि गुणगान गरेको यो गुणगान गरेको शब्द यो कसले गरेको भन्दाखेरि घेलोमा पाल्मोले गर्नुभएको उहाँलाई पूर्णिमाको दिन चाहिँ साक्षात् दर्शन भयो नि त अब उहाँले त अब फापा चेरिसी कस्तो रहेछ भनेर देख्नु भयो नि त अब हामी त फोटोतिर मूर्ति मात्रै देखेको नि त कस्तो छ कसो नि मूर्तिकारले ठिक बनायो कि बनायो हामीलाई थाहा हुँदैन हैन अब उहाँलाई त प्रत्यक्ष देख्नु भयो नि त कस्तो छ भनेर हैन प्रत्यक्ष देखेर अनि उहाँको गुणगान गरेको छ यहाँनिर यो अनि ओम जिग्देङ गोम्बोला छासालो भनेर वचनबाट पनि यो स्तुति गुणगान गर्ने अनि ढोक्दै अनि उहाँले श्रद्धाभावले यसरी अनि पुरा ढोक्नु भयो अरे उहाँ फापा चेरिसीको दर्शन गरेछ नि जिग्देङ गोम्बोला ओम जिग्देङ गोम्बोला छासालो जिग्देङ लामा शिव सुम्जित्य बाबु लाई चो दुईटा छाम्बेत्य बाबु भनेर यसरी उहाँले यो चाहिँ अनि घेलमा पाल्मोकै वचन हो फापा चेरिसीलाई साक्षात् दर्शन गरेर गरेको स्तुति हो अनि यो वचनहरूबाट हामीले पनि प्रार्थना गरेमा हामीलाई अत्यन्तै अनि पुण्य लाभ हुन्छ भन्ने आधारले अनि हामी बिहानै सधैँ ढोक्ने बेलमा यही जिग्देङ गोम्बोला छासलो भनेर ढोक गर्छौँ नि त है त्यो हो अब चाहिँ सकियो छ अब पुरै सकियो अब योभन्दा अब के जान्नु है अनि त्यसै गरी उहाँको अब युनि समापन भएको हो फापा चेरिसीको प्रत्यक्ष दर्शन भइसकेपछि घेलोमा पाल्मोको अब युनि समापन भयो र अनि जुन उहाँले घेलोमा फापा चेरिसीको दर्शनको लागि जुन साधना गर्नुभयो एक दिन अष्टशीलको उपवास एक दिन चाहिँ महान उपवास हैन अन्न पानी सब त्यागेर बोल्न पनि छोडेर महान उपवास गर्नुभयो त्यस साधनाको कारणले नै उहाँलाई फापा चेरिसी साक्षात्कार दर्शन भएको कारणले त्यस अनि त्यति बेला अनि दर्शन भयो नि त भएको कारण अनि त्यति मात्र नभएर फापा चेरिसी स्वयंले नै अझ अनि घेलोमा पाल्मोलाई वाङलुङ ठीहरू सम्पूर्ण दिएर अनि फापा चेरिसीको चाहिँ कसरी ध्यान साधना गर्नुपर्छ भन्ने सम्पूर्ण उपदेशहरू घेलोमा पाल्मोलाई दिएर अनि घेलोमा पाल्मोले पनि अनि अन्य अनुयायीहरूलाई अन्य भक्तहरूलाई गाउँघरको मान्छेहरूलाई पनि त्यसै गरी युनिको जुन साधना छ नि त्यो चाहिँ उहाँले अनि बाँड्नु भएको भन्छ नि त अनि अहिलेसम्म त्यो युनिको जुन उपदेशहरू छ परम्परागत चाहिँ अनि अहिलेसम्म पनि निरन्तर अटुट रूपमा घेलोमा पाल्मोदेखि सुरु भएर अहिलेसम्म अटुट रूपमा चाहिँ अनि यसरी आइरहेको छ भनिन्छ अनि यो फापा चेरिसीको वाङलुङ ठीहरू अनि युनिको विशेष गरी युनिको वाङलुङ ठीहरू अझै पनि एकदमै ताजा जीवितै छ भनिन्छ यो वाङलुङ ठी लिने हो भने अझै पनि प्राप्त गर्ने अवसर चाहिँ छ भनिन्छ यसै गरी अनि अब फापा चेरिसीको ध्यान साधना गर्ने अनि भारतदेखि नै सुरु भएर अनि तिब्बतमा पनि त्यसै फैल्यो अनि अझै अहिले अनि त अनि सबैतिर नेपाल भुटानतिर सम्पूर्ण अब देश विदेशतिर अनि युनि बस्ने प्रचलन छ यसले चाहिँ मूल अब फापा चेरिसी साधना गर्ने हो अन्तर्मनमा मैत्री करुणालाई जगाउनुको लागि चाहिँ अनि फापा चेरिसीको साधना चाहिँ अत्यन्तै महत्त्वपूर्ण मानेर अनि यो सजिलो रूप पनि छ त्यसकारणले अनि यो चाहिँ अत्यन्तै अब लोकप्रियता भएको छ हैन फापा चेरिसीको साधना गर्ने भन्दाखेरि युनि बस्ने यसै सोच्छ मान्छेहरूले हैन अत्यन्तै लोकप्रिय भएको छ अन्त अन्त्यमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईहरु धेरै कष्ट गरेर सुन्नु भएकोमा धेरै धेरै धन्यवाद हुन्छ हैन अनि अब आउँदो चाहिँ अनि घेलोमा पाल्मोको जीवनी मैले अब 4-5 वटा किताबहरू उहाँको जीवन अलग अलग पढेको थिएँ अनि जीवनीको सार मैले बुझेको हैन र अनि केही शब्द चाहिँ 10-15 मिनेट पछि राख्नेछु अनि त्यस दिन चाहिँ अनि मूल अनि तपाईहरुलाई म प्रश्न राख्नेछु केही प्रश्न हैन अनि तपाईहरुको पनि केही प्रश्न छ भने अनि त्यस दिन राख्न सक्ने हुनेछ अब आउँदो दिन चाहिँ अनि यति लामो हुँदैन म एक्लै बोल्दिन 10 मिनेट जस्तो मात्र बोल्ने अनि त्यसपछि अनि तपाईहरुलाई पनि एउटा दुईटा प्रश्न राख्नु छ त्यो राख्छु अनि तपाईहरुको नि मनमा प्रश्नहरु छ भने अनि त्यति बेला राख्न सक्नुहुनेछ ल हस्त